स्वागत छ सबैलाई। आज हामी एउटा यस्तो ऐतिहासिक पात्रको कुरा गर्दैछौँ जसको नाम सुन्ने बित्तिकै एउटा छुट्टै ऊर्जा आउँछ, पृथ्वीनारायण शाह। सोच्नुहोस् त, साना साना टुक्राहरूमा बाँडिएको एउटा पूरै भूभागलाई जोडेर आज हामीले चिन्ने आधुनिक नेपालको जग बसाल्ने मान्छे। यो कुनै सामान्य कुरा पक्कै होइन। आउनुस्, एउटा सानो राज्यको राजा कसरी सिङ्गै राष्ट्रको निर्माता बने भन्ने यो रोमाञ्चक यात्रा सँगै बुझौँ। सुरुमै एउटा गजबको प्रश्न आउँछ नि, होइन? एउटा यस्तो राजकुमार जसको जीवन रहस्यमय किम्वदन्ती र एउटा अचम्मको श्रापसँग जोडिएको थियो, उनले कसरी सिङ्गै राष्ट्रको निर्माण गरे होलान्? यो विश्लेषणमा हामी एकातिर ती जादुमय मिथकहरू र अर्कोतिर पृथ्वीनारायण शाहको अत्यन्तै व्यावहारिक र चतुर सैन्य रणनीतिको गजबको सन्तुलनलाई पर्खेल्नेछौँ। खण्ड 1, अप्रत्याशित युवराज। अब रोचक कुरा के छ भने उनी राजा बन्ने बाटो त्यति सजिलो र सिधा भने थिएन। खासमा राजा नरभूपाल शाहको जेठो छोराको रूपमा बृन्दाकेशर शाह पहिले आमाको गर्भमा आएका थिए। तर सन् 1723मा पृथ्वीनारायण शाह 7औं महिनामै अर्थात् अलिक हतार गरेर अगाडि नै जन्मे। यसले त को युवराज बन्ने भन्ने ठूलै विवाद खडा गर्यो नि। तर दुर्भाग्यवश बृन्दाकेशर शाहको 7 वर्षको उमेरमै निधन भयो अनि मात्र पृथ्वीनारायण शाह गोर्खाको एकमात्र उत्तराधिकारी बने। हेर्नुस् त, कहिलेकाहीँ भाग्यले कसरी आफ्नो बाटो आफै तय गर्छ। तर भाग्यले मात्र त कोही महान बन्दैन नि, होइन र? उनको यो सफलताको पछाडि उनकी सौतेनी आमा चन्द्रप्रभावतीको एकदमै ठूलो हात थियो। उनले नै पृथ्वीनारायण शाहलाई तरवारबाजी, घोडचढी, कूटनीति र राजनीतिको यस्तो कडा तालिम दिइन्थे, कुरै छाडौँ। 15 वर्षको उमेरसम्म पाएको बहुआयामिक शिक्षाले नै उनलाई पछि गएर त्यति दमदार र सक्षम शासक बन्न तयार गरेको थियो। खण्ड 2, दहीको त्यो बहुचर्चित भविष्यवाणी। अब यो कथा सुन्दा जति अनौठो लाग्छ त्यति नै अर्थपूर्ण पनि छ। बाल्यकालमा एक दिन पृथ्वीनारायण शाह जंगलमा डुल्दै गर्दा गुरु गोरखनाथसँग भेट भएछ। गुरुले दही मागेछन्। जब बालकले दरबारबाट दही ल्याए, गुरुले त्यो दही खाएर आफ्नै हातमा ओक्ले र राजकुमारलाई त्यही खान भने। अब स्वाभाविक हो नि, अत्तालिएका र घिन मानेका राजकुमारले त्यो खान सिधै अस्वीकार गरे अनि त्यो दही चाहिँ उनको खुट्टाको औँलाहरूमा खस्यो। अब यो घटनालाई कसरी हेरियो त? त्यो अनौठो घटनाका दुईवटा एकदमै नाटकीय नतिजाहरू निस्किए। एकातिर ठूलो आशीर्वाद, दही खुट्टामा खसेको हुनाले गुरु गोरखनाथले घोषणा गरे कि राजकुमारले जहाँ जहाँ टेक्नेछन् त्यो हरेक भूमि उनले जित्नेछन्। तर अर्कोतिर खाना नमानेको झोकमा गुरुले एउटा कडा श्राप पनि दिए कि उनको राजवंश अब केवल 10 पुस्तासम्म मात्र टिक्नेछ। यी दुवै कुराको विशालता सोच्दा पनि आङ सिरिङ्ग हुन्छ। एकातिर असीमित विजय, अर्कोतिर निश्चित अन्त्य। खण्ड 3, आधुनिक सेनाको निर्माण। 18औं शताब्दीतिरको नेपालको अवस्था सम्झिँदा निकै अस्तव्यस्त थियो। त्यो बेला आजको जस्तो कुनै सिङ्गो नेपाल थिएन। 22 र 24 राज्यहरू भनेर ससाना टुक्राहरू छरिएका थिए जो सधैँ आपसमै लडिरहन्थे। काठमाडौँ उपत्यकामा हेर्ने हो भने पनि 3 फरक मल्ल राजाहरूको आफ्नै स्वतन्त्र शासन थियो। यो पूरै राजनीतिक भद्रघोल र विभाजनलाई हेर्दा एकीकरणको पहाड कत्रो थियो भन्ने हामी सजिलै अन्दाज गर्न सक्छौं। सन् 1743मा जम्मा 20 वर्षको कलिलो उमेरमा गद्दी आरोहण गरेपछि पृथ्वीनारायण शाहले आफ्नो एकीकरणको मिशन सुरु गरिहाले। तर यो कुनै जादुको छडी घुमाए जस्तो पक्कै थिएन। उनको पहिलो निशाना थियो नुवाकोट। अनि थाहा छ, नुवाकोटमाथिको त्यो पहिलो सैन्य आक्रमण पुरै असफल भयो। आफ्ना बुवा नरभूपाल शाह जस्तै उनले पनि नराम्रो हारको सामना गर्नु पर्यो। सफलता रातारात मिल्ने कुरा थिएन नि त। तर एउटा भनाइ छ नि, महत्त्वपूर्ण कुरा लड्नु होइन, लडेर उठ्नु हो। नुवाकोटको त्यो तितो पराजयले उनलाई एउटा खतरनाक रणनीतिकार बन्न बाध्य बनायो। उनले तुरन्तै 3वटा गजबका कदम चाले। पहिलो, उनी बनारस गए र त्यहाँबाट आधुनिक हतियारसहित हतियार चलाउन जान्ने विशेषज्ञहरू नै लिएर आए। दोस्रो, आफ्नै देशमा हतियार बनाउने कारखानाहरू खोले। अनि तेस्रो र सबैभन्दा मास्टर स्ट्रोक, सिपाहीहरूलाई तलबको सट्टा जग्गा दिएर सेनाको वफादारी एकदम पक्का गरे। यी कदमहरूले त उनको सेनाको रूप नै फेरिदियो। अब यत्रा सैन्य सुधारहरू गर्न पक्कै पनि टन्नै पैसा चाहिन्थ्यो। यहाँनिर यो 12,000 घरधुरीको तथ्याङ्कले त्यो बेलाको विशाल जनस्तरको अभियानलाई देखाउँछ।
उनले गोर्खाको आर्थिक स्थिति बलियो बनाउन यी हजारौं घरहरूबाट एक रुपियाँ चन्दा उठाएका थिए। यो भनेको एउटा शासक र जनता मिलेर गरेको कत्रो ठूलो सामूहिक प्रयासको उदाहरण हो नि। खण्ड 4 एकीकरणका ठूला अभियानहरू। सेनामा सुधार गरेको ठ्याक्कै 1 वर्षपछि नै उनको सफलताको श्रृङ्खला सुरु भयो। उनले पहिले हारेको नुवाकोटलाई सफलतापूर्वक कब्जा गरे। त्यसपछि त काठमाडौँ उपत्यकाका 3वटै मल्ल राज्यहरू पनि जित्दै गए। उनको यो विजय यात्रा त्यहाँ मात्र रोकिएन, नेपालको पूर्वी सिमानालाई पर मेची नदीसम्म पुर्याए र अन्ततः राज्यको राजधानी नै गोर्खाबाट काठमाडौँ सारे। यो उनको जीवनकालमा पूरा भएको एकीकरणको पहिलो र सबैभन्दा महत्त्वपूर्ण अध्याय थियो। उनको सैन्य रणनीति मात्र होइन, भू राजनीतिक बुझाइ पनि उत्तिकै गहिरो थियो। उनले नेपाललाई असल हिन्दुस्तान अर्थात् हिन्दुहरूको वास्तविक भूमि भनेर चिनाए, किनभने त्यो समयमा वर्तमान उत्तर भारतमा इस्लामिक मुगलहरूको रजगज थियो। त्यसैले आफ्नो क्षेत्रको पुर्छ्यौली धर्म र संस्कृतिलाई जोगाउन र भारतभन्दा छुट्टै र सुरक्षित पहिचान दिन उनले यो निकै चतुर वैचारिक बाटो अपनाएका थिए। खण्ड 5 महान उपदेशहरू। जीवनको अन्तिमतिर उनले आफ्ना विश्वासपात्र सल्लाहकारहरूलाई बोलाएर दिनभरिको एउटा लामो बैठक राखे। त्यहाँ उनले आफूले एकीकरण किन गरे, अबका भावी योजनाहरू के हुन् र राज्य कसरी चलाउने भनेर छर्लङ्ग पारे। हो, त्यही भनाइहरूको सङ्गालो नै दिव्योपदेश हो। यसले उनी केवल एक लडाकु राजा मात्र थिएनन्, बरु सैन्य विजयभन्दा धेरै परको सोच राख्ने एउटा सुदृढ राष्ट्रका योजनाकार थिए भन्ने कुरा प्रमाणित गर्छ। उनको एउटा अत्यन्तै चर्चित र शक्तिशाली भनाइ छ, मेरा साना दुःखले आर्ज्याको मुलुक होइन यो, 4 वर्ण 36 जात सबैको साझा फुलबारी हो, सबैलाई चेतना भया। सुन्दा नि कति गहिरो लाग्छ। यसले विविधताले भरिएको तर पूर्ण रूपमा एकताबद्ध राज्यको उनको महान सपनालाई झल्काउँछ। यो सोच आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ। अनि यो अर्को गजबको सिद्धान्त हेर्नुहोस्, जसले सरकार र जनताको सम्बन्धलाई ठ्याक्कै प्रष्ट पार्छ। प्रजा मोटो भए दरबार पनि बलियो रहन्छ। कति साधारण तर कति व्यावहारिक दर्शन। राज्यको असली शक्ति र समृद्धि भनेको ठूला महलमा होइन, सिधै जनताको भलाइ र सुखसँग जोडिएको हुन्छ भन्ने कुरा उनले त्यही बेला स्थापित गरिसकेका थिए। उनले बसालेको जग यति बलियो थियो कि उनका उत्तराधिकारीहरूले पनि त्यो अभियानलाई रोकिन दिएनन्। छोरा प्रताप सिंह शाहले चितवन जिते, नाति रणबहादुर शाहको पालामा नायबी चलाउने राजेन्द्र लक्ष्मीले 24 राज्यहरू गाभिन्, त्यसपछि कान्छो छोरा बहादुर शाहले सिमानालाई पूर्वमा टिस्टा र पश्चिममा महाकाली नदीसम्मै पुर्याए। उनको रणनीतिको जादु यस्तो थियो कि उनको निधन भएको वर्षौंसम्म पनि त्यो प्रभावकारी भइरह्यो। अब हामी यो रोमाञ्चक कथाको अन्त्यमा आइपुगेका छौं। यो अन्तिम प्रश्नले पूरै विषयलाई एकै ठाउँमा ल्याएर जोड्छ। के नेपाल साँच्चै एक योगीको दैवी भविष्यवाणीको भरमा एकीकरण भएको थियो, वा यसका संस्थापकको असाधारण रणनीतिक र सैन्य क्षमताको कारणले? सायद यी दुवै कुराको गजबको सम्मिश्रणले नै पृथ्वीनारायण शाहको जीवनलाई यति धेरै मनमोहक बनाएको छ। यो प्रश्नले हामीलाई इतिहास फर्केर हेर्न सधैँ घचघच्याइरहनेछ। आजको यो प्रस्तुति यहीँ सकिन्छ। आशा छ यसले इतिहासलाई हेर्ने नयाँ दृष्टिकोण दिएको छ।